हेलो साथीहरू चाहिँ ट्र्याक्टर स्विमिङ गर्नेछ गइरहेछ त्यो भएर चाहिँ हामी स्विमिङतिर जान्छौँ र अहिले किन केही सामानहरू पनि लिएर जानेछ थोरै थोरै खानेकुराहरू म त्यो पनि देखाउनेछु साथीहरू हामी चाहिँ अहिले ट्र्याक्टर हरिचोकमा आइपुग्यौँ हामी चाहिँ सिन्पाने चोकमा आयो र हाम्रो दोस्त यता आउँदैन ट्र्याक्टर लगाएर त्यता सर उता हुनुहुन्छ गाइस अनि म यता यता छु प्रकाश यता साथी यस्तो दामी आकाश मिलिरहेको छ है साथीहरू बवाल भइरहेको छ यो चाहिँ सिम्पानी है गाइस सिम्पानी सिम्पानी हो अहिले चाहिँ बपाल पिच भइसकेछ बाटो दामी देखिएर रहेछ माथि पनि ट्याक्क लाएर माथिको चाहिँ आकाश पनि अब दामी हेम्जा पुग्ने हो हेम्जा पुग्नु हुँदैन हेम्बर लानु पायो हुन्थ्यो वर्षा चाहिँ रहिगएन साथीहरू यो चाहिँ म जौबारीमा छु र जौबारीमा चाहिँ अब बाटो पिच हुने गरम गाडी छ आज चाहिँ पानी हालेर रहेछ हिलो हिलो छ गाइस होइन बाटो हेरी यस्तै हो सदाबार अब चाहिँ छिट्टै बन्ला जस्तो छ आशा गरौँ यस्तो खुदिरहेको छ आकाश चाहिँ पुलिस बिटो छ यो पहरी बिट छ यहाँ त्यो सधैँ आउनुहुन्छ प्रकाश चाहिँ सधैँ राइडर हुन्छ है राइडर उसको अनुहार चाहिँ कहिले पनि देखिँदैन तर राइडर हो अहिले हेलमेट खोजेपछि देखाइदिन्छ है मान्छे साथीहरू एमपीको जाने बाटो कता पौडी खेल्ने ठाउँ चाहिँ यता छ नि यता कता हो बन्जी मुनि पौडी हस् थ्याङ्क यू गाइस हामीले चाहिँ बाटो थाहा हुनाले बाटो सोध्यौँ हाम्रो वे कता हो भनेर हामी चाहिँ फर्स्ट टाइमै हो खै यो तोर्पे चाहिँ पहिलोचोटि गएको अरे तर बिर्स्यो भन्छ एकचोटि गएको थियो तर गाडा गयो म चाहिँ यता छु अनि हामी चाहिँ यहाँबाट साइडमा लाग्यौँ जस्तरी यता बन्जी यता देखाइरहेको छ र हामी बन्जीको चाहिँ यता लाग्यौँ चेतन सर यता हुनुहुन्छ कहाँ लाग्यो त पौडी लाइन हामी कल ए उताबाट पो जानुपर्छ त यहाँबाट पो हाल्नुपर्छ नराम्रो उताबाट आऊ यहीँ राखौँ क्या रोटी सिटर है ए र साथीहरू यसले चाहिँ प्रगति गरिहालेछ कन्टेन्ट जुत्ता गायब अहिले निकाल्छु म उता राख्न त साथीहरू हामीले चाहिँ ट्याक्क ल्याएर खानेकुरा चाहिँ देखाउँ यसो अहिले खाँदा छिटो उता हामीले चाहिँ स्कुटर यहाँ थन गएँ एउटा चाहिँ अब ओह्रालो लाग्दैन हो
ओ जिप लाइन त्यस्तो छ साथीहरू जिप लाइन त्यो रहेछ हजुर कहाँ जिप लाइन हान्नु मैले केही नि हाने छैन ला लास्टै डर लाउँछ यसलाई यार हेर कहाँ त्यो सरङकोटबाट यहाँ आउने हो 6500 थियो जिप लाइन हान्नलाई हैन यो अन्त ठुलो पहरको तल देखाएको बन्जियो है नि ओ तल त्यो बाहिर तर गर्न मिल्छ जाउँ न त त्यतै केट जाने हो हैन त्यतैबाट जानु मिल्दैन नि यहाँ भित्ताबाट जाउँ न ऊ त्यो ठुलो ढुङ्गा त्यो बाख्रा चला नि त्यहीँनिर होला है त्यत्रो रह भएको त्यो ठुलो खै हो त्यो छाताबाडीको त्यो अगाडिको हो त्यो त्यही होला यतापट्टि कुनामै जस्तो हो के त्यहाँ जाने जाउँ के त्यतै हामी अस्ति त्यहाँ त फेरि पार्न सकिन्छ त्यहाँ त म त्यो उता गएको हामी कुना उताबाट आएको के त्यही हो त्यहाँ त फेरि लास्ट ठुलो खालको डुब्छ के हो त नि छेउमा खेल्लास् त म बिचमा त्यहाँ छेउै थिएन हुन्छ जाम न जाम होइन यहाँ त मान्छे धेरै खानु क्या यहाँ बनाउँदाखेरि त्यो ढुङ्गा बसेर पकाएको हुन्छ नि ए हो यहाँ त ठिक छ हजुर यसले त कपाल काटेर आवाज नहुने घर नहुनु हजुर ए यो त इत्री रहेछ त यार बन्जी त यार लाहा माथिबाट हेर्दा देख्दाखेरि भिडियोमा देख्दा त खतरा देखिन्थ्यो है यो चाहिँ हेम्जाको बन्जी साइड गरी यहाँ जाने अनि ट्याक्क फङ्गालेर यहाँ पानी भएको छ त्यो उसमा चाहिँ ऱ्याफ्टिङमा ल्याएर चाहिँ गर्छन् झार्छन् त्यहाँनिर जाने छ त्यो चाहिँ यो चाहिँ यामदी खोला भयो र आज हामी पौडी खेल्ने खोलामा साथीहरू ट्याक्क लाएर होइन अनि म चाहिँ यता छु साथीहरू अब कस्तो हुन्छ आइएम भेरी एक्साइटेड गाइज चाहिँ हामी यसरी यहाँबाट चाहिँ अलिकति हामीले चाहिँ ठ्याक्क चेन्ज गर्दैछौँ कि हामीले चेन्ज गर्दैछौँ अब धेरै अलि धेरै मान्छे भएको ठाउँ चाहिँ उता गइएन माथि चाहिँ त्यहाँ चाहिँ गइएन यसरी ट्याक्क लाएर हामीले आफ्नै पारामा चाहिँ अर्को ठाउँ जाउँ ट्याक्क 2 जना बसेर मात्र पौडी खेल्न पाइयोस् भनेर चाहिँ चेन्ज गर्दैछु चेन्ज अलिक एकान्त ठाउँमा जाउँ बसौँ भन्ने सरकारी हो ट्याक्क मलाई गाउँको खोलाको याद आइरहेको छ जिउको खोलाको आकाश बाटो त यस्तै खोलाको बाटो हो नि फेट्टा हिँड्ने यो चाहिँ चौर रहेछ ट्याक्क बाख्रा चरन गाउँको याद आएर ट्याक्क यहाँ त पकाउँछ के होला यार पकाउन्न कि मलाई पकाउन्न क्या नडरा न पौडी खेल्न आँखा फेरि खोलो देखेर डर आयो यार पौडी खेल्न आएको खोलो देखेर डराएर हुन्छ यस्ता तेलन सरलाई चाहिँ म ट्याक्क क्यामेरा दिएँ त्यसलाई पहिला गर्नु तिमी त्यही हारेका छन् केटा लौ काटेर झन्झुम होला झन्झुम फालिहाल्यो न फालिहाल्यो छिटो यस्तो दबामा खेलेको मान्छेलाई सत्य लावा ट्रेनिङ हाम्रो ट्रेनिङ सर क्या ट्रेनर है सत्य अब तर गहिरो त गहिरो छ यार यहाँ उहाँ गयो के अरे डाम्न छिरा मुला लगाइस बचे अब लगाइस अब म चाहिँ हाम फाल्न जाँदैछु 1 2 3 गो हाम फाल न मुला छिटो डुबाउँछ यार
यता आउने यता यता हो उयो यो एरियामा आऊ त्यति एरियामा यता जाने बिचतिर हो यतातिर हामी खेल्ने यति एरिया हो के हो त्यता जा हो त्यता हो त्यता हो मैले खिचिराख्ने हो मागाडाखहरू चाहिँ बादल बादल गरेछ सायद पानी पर्छ होला यस्तो छ पौडी खेलेको प्रकाश यता छन् प्रकाश के तान्दै हो त नि यो चाहिँ यहाँ अर्ग्यानिक गोर्खा तेजन सर कस्तो भइरहेछ आजको एक्सपिरियन्स बवाल छ नि होइन हामी स्याउ खान्छौँ ट्यागको अहिले न तैँले खाने मैले खाने एउटै ताने गाइस म चाहिँ एकपल हाल्दाखेरि माता लाग्यो कि नेपाल त हामी अब 3 दिन आउनु पर्छ गरिमा भने चाहिँ बाँदर हामी पुलैमा बसेर डोल्दैउ न माया एकै छिनैमा रिभर चाहिँ यस्तो ट्यागको यहाँ साथीहरू हुनुहुन्छ म यहाँ छु पौडी खेल्दैछ उता चाहिँ हाम्रो दोस्त छन् अर्को दोस्त चाहिँ उता बियर हान्दैछन् टक्क लाएर अनि त्यसपछि म चाहिँ यता छु म पनि धेरै थाकेँ यार पौडी खेल्दा खेल्दै थाकेँ अनि त्यसपछि लाएर हाम्रो यहाँ यस्तो छ जङ्गल ट्याक्क यस्तो देखिरहेछ यो चाहिँ बन्जी हो यो माथिको ट्याक्क यो तार छ यो चाहिँ यता हेम्जाबाट चाहिँ जिप लाइनको छ जिप लाइन पनि ठ्याक्कै यहाँ आउँदो रहेछ साथीहरू यो पनि म फर्स्ट टाइम देख्दैछु साथीहरू यस्ता छ अनि हाम्रो तेजन सरले यसरी हान्दैछन् र झ्याममा पौडी खेल्न लास्टै मजा छ साथीहरू हजुरले पनि कुनै एक्सपिरियन्स छ भने सेयर गर्नु होला कमेन्ट गर्नु होला नेचुरल स्विमिङ पुलमा यसरी मजाले यसरी नेचुरल ठाउँमा चाहिँ स्विमिङ गर्न बडो मजा आउँछ चिसो छ पानी पनि आनन्द फिल भइरहेछ हामी अब लगभग 2 घन्टा 2.5 घन्टा जति भयो होला हामी चाहिँ यसरी रमाइरहेछौँ र हामीले चाहिँ अलिकन खानेकुराहरू पनि ल्याएर आएको थियौँ फलफुलहरू नुडलहरू तेजन चाहिँ उता पुगिसक्यो ट्याक्क लाएर यसरी मस्त बसिराखन् अनि त्यसपछि अब चाहिँ म जान्छु साथीहरू म चाहिँ पौडी खेल्छु र हाम्रो तेजन दोस्त के अरे प्रकाश दोस्तले चाहिँ मेरो भिडियो बनाइदिन्छन् म चाहिँ अब ट्याक्क लाएर उहाँबाट ड्राइभ हान्छु गाइज ल गाइजहरू हाम्रो यहाँ ल साथीहरू म चाहिँ अब ड्राइभ हान्न गइरहेको छु होइन यताबाट जाऊ न यहाँ 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 छैन यहाँ जाँदैछन् हाम्रो बुढोहरू हामीलाई चाहिँ अलिक स्विमिङ नआउने भएर हामीले चाहिँ स्किल देखाइएन आज ओ लडाउला बिस्तारै दिँदैछन् यहाँ गाइजहरू बिस्तारै दिँदैछन् सत्य कुरोले उता दिँदैछन् दिएका हामी जाओ न जाओ यता जाओ केटाले रल बल दिएछन् ल सत्य मगरले यताबाट दिँदैछन् गाइजहरू ल दियो 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 हामीले पोल्यो हाल्नु दिएका छन् केटाहरूले दिनु माथि दिएका छन् दाइ फानेर नै आए हाम्रो गाइजहरू मलाई चाहिँ जोसै लान गाइजहरू
प्रो म्याक्सहरू छन् यहाँ केटाहरू। ओ टाउको ठोकेला है, टाउको ठोकेला। ट्याक्का लाएर त्यता जाँदैछन् अनि म चाहिँ एक्सपिरियन्स चाहिँ बब्बाल रह्यो गाइस। अनि टक्का लाएर चाहिँ हामी यसरी यहाँ छौँ, पौडी खेल्दैछौँ। यता चाहिँ तेजन सर हुनुहुन्छ। तेजन हाई हेलो। यता छन् प्रकाश देवेश, हल्ला गर्दैछन्। हाम्रो तेजन दोस्त पनि जाँदैछन्। म चाहिँ साथीहरू मैले चाहिँ भ्याइसकेँ, चाहिँ बबाल लग्यो साथीहरू। तेजन दोस्त पनि यसरी गइसके। हाम्रो चाहिँ ट्याक्का यस्तो छ। यो चाहिँ हेम्दी खोला हो। दोस्त चाहिँ यता अब रेडी हुँदैछन्। ट्याक्का हामी निक्लिँदैछौँ गाइस। अब हामी चाहिँ यसरी निक्लिँदैछौँ र हामी ट्याक्का लाएर अब चाहिँ ट्याक्का कपडा सपडा चेन्ज गर्छौँ र हामी निक्लिन्छौँ। हाम्रो चाहिँ अब एक्सपिरियन्स चाहिँ बबाल लाग्यो साथीहरू। यसो एक्सपिरियन्स हजुरहरू पनि कहिले पौडी यस्तो नेचुरल स्विमिङमा चाहिँ स्विमिङ गर्नुभएको यस्तो खोला नालामा भने चाहिँ एक्सपिरियन्स छ भने कमेन्ट गर्नु होला। आफ्नो एक्सपिरियन्स चाहिँ सेयर गर्नु होला साथीहरू। कपडाहरू चेन्ज गरिसक्यो। हाम्रो यहाँ सोल्टीले चाहिँ ट्याक्क लाएर तेजन के गर्दै हो? आँप हान्दैछन्। हामी चाहिँ यसो फलफुल अनि यता यसो जुस बोकेर आएको उता कपडा चेन्ज गर्दैछ दोस्तले। म पनि चेन्ज हुँदै रेडी हुँदैछु गाइस। अब चाहिँ अबको नेक्स्ट भिडियोमा चाहिँ अझ राम्रो भिडियो ल्याएर आउने नै छु। त्यतिसम्मको लागि मलाई सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अब चाहिँ अब नेक्स्ट भिडियोमा चाहिँ भेट हुने बाचासहित म बिदा हुन्छु। बाई बाई, सी यू सुन।